क्रिक अपडेट इन्फो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु र विशेष गरी क्रिकेट सम्बन्धी जानकारीहरू लिएर म यस क्रिक अपडेट च्यानलमा उपस्थित हुने गर्दछु र सीडब्ल्यूसी लिग 2 अन्तर्गतको खेल अब केही दिनपछि सुरु हुन गइरहेको छ र नेपालले सीडब्ल्यूसी लिग 2 अन्तर्गतको यो सिरिज भने जुलाई 21 तारिकदेखि नामिबिया, नेदरल्यान्ड्स र नेपाल बीच सम्पन्न हुन गइरहेको छ र यो खेल भने नेदरल्यान्डमा सम्पन्न हुनेछ र नेपाली राष्ट्रिय टोली नेदरल्यान्ड्स भने केही दिनपछि प्रस्थान गर्नेछ र सीडब्ल्यूसी लिग 2 अन्तर्गत त्यहाँ रहेर नेपाली राष्ट्रिय टोलीले कुल 4वटा खेल खेल्नेछ भने उक्त खेल खेल्नु अगाडि जुलाई 13 तारिक र 15 तारिक भने जर्सी भन्ने टिमसँग नेपाली राष्ट्रिय टोलीले अभ्यास खेल खेल्ने कुरा रहेको छ र नेपाली राष्ट्रिय टोलीले पहिलो खेल भने जुलाई 21 तारिकमा नामिबिया विरुद्ध प्रतिस्पर्धा गर्नेछ र नामिबिया विरुद्ध उक्त खेल भने नेदरल्यान्ड्समा हुनेछ र नेपाल र नामिबिया बीचको हेड टु हेडको कुरा गर्नुपर्दा नेपाल र नामिबिया बीच हालसम्म ओडिआई र टी20 क्रिकेट गरी कुल 9 पटक प्रतिस्पर्धा गरेका छन् भने 9 पटक प्रतिस्पर्धा गर्ने क्रममा नेपालले आफ्नो पक्षमा 4 पटक मात्र जित निकाल्न सफल भएको छ भने नामिबियाको टोली भने 5 पटक आफ्नो जित निकाल्न सफल भएको छ र नामिबिया र नेपाल बीचको यो खेल भने 10औं पटकको भिडन्त हुनेछ टी20 क्रिकेट र ओडिआई क्रिकेट गरी भने यस सीडब्ल्यूसी लिग 2 अन्तर्गत भने नेपालले तेस्रो पटक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ र नामिबियासँग नेपालले आफ्नै घरेलु मैदानमा गत फेब्रुअरी 2024 मा 2वटा खेल खेलेको थियो भने त्यो 2वटा खेलमा नेपालले 2 खेल नै नामिबिया विरुद्ध हार्न पुगेको थियो र पहिलो खेलमा 4 विकेटले हार्न पुगेको नेपाली टोली भने दोस्रो खेलमा पनि पुनः 2 विकेटले नतिजा नामिबियालाई सुम्पिन पुगेको थियो भने अब उक्त हारको बदला तिर्ने समय नेपाली राष्ट्रिय टोलीलाई आएको छ र नेपाली राष्ट्रिय टोलीले नामिबिया विरुद्ध जुलाई 21 तारिक अर्थात् श्रावण 5 गते नेपाली समयअनुसार 2:45 मा प्रतिस्पर्धा गर्नेछ भने अहिले नेपाली राष्ट्रिय टोली एकदमै उत्कृष्ट फर्ममा देखिएको कन्डिसन रहेको छ र गत लास्ट म्याचको कुरा गर्नुपर्दा र 5वटा म्याचको कम्पेरिजन गर्नुपर्दा नामिबियाको टोली भने 5वटा खेलमा 3वटा खेल उसले गुमाएको छ भने एउटा खेल उसको रद्द भएको थियो र एउटा खेल भने हार्न पुगेको छ भने र नेपाली टोलीले भने गत 5 म्याचमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले 4वटा खेल डोमिनेट तरिकाले जितेको छ र नामिबियाले स्कटल्यान्ड विरुद्ध प्रतिस्पर्धा गरेको थियो र उक्त खेलमा भने नामिबिया स्कटल्यान्ड विरुद्ध पनि स्तब्ध हुन पुगेको थियो र त्यसैगरी ओमान विरुद्ध खेलेको थियो र ओमान विरुद्ध भने 1 विकेटले नामिबियाले जित निकाल्न सफल भएको थियो भने त्यस्तै अर्को खेल पुनः स्कटल्यान्ड विरुद्ध खेलेको थियो भने उक्त खेल चाहिँ वर्षाको कारणले रद्द भएको थियो र त्यसैगरी ओमान विरुद्ध नामिबियाले प्रतिस्पर्धा गरेको थियो भने ओमान विरुद्ध 3 विकेटले हारेको थियो नामिबियाको टोलीले र स्कटल्यान्ड विरुद्ध प्रतिस्पर्धा गरेको थियो भने उक्त खेलमा पनि स्कटल्यान्ड 55 रनले विजय भएको थियो भने र हाम्रो नेपाली राष्ट्रिय टोलीको कुरा गर्नुपर्दा नेपाली राष्ट्रिय टोली एकदमै अहिले फर्ममा देखिएको छ। गत सीडब्ल्यूसी लिग 2 अन्तर्गतको खेलमा नेपाल र लास्ट 5वटा खेलको कुरा गर्नुपर्दा युएसए, स्कटल्यान्ड र नेपाल बीच सिरिज भएको थियो र उक्त सिरिजमा नेपाल युएसए विरुद्ध एकलौटी रूपमा 122 रनले जित दर्ता गर्न सफल भएको थियो आफ्नो होम ग्राउन्डमा र त्यसैगरी स्कटल्यान्ड विरुद्ध नेपाल 6 विकेटले जित दर्ता गर्न पुगेको थियो भने पुनः युएसए विरुद्ध नेपाल 9 विकेटले को फराकिलो अन्तरले सीडब्ल्यूसी लिग 2 मा जित दर्ता गर्न पुगेको थियो भने एक खेल मात्र 5वटा खेलमा एक खेल मात्र गुमाउनु पुगेको थियो त्यो पनि स्कटल्यान्ड विरुद्ध र उक्त खेलमा वर्षा भएको कारणले गर्दा डीएलएस मेथडबाट स्कटल्यान्ड विरुद्ध 2 रनले नेपाली टोली स्तब्ध हुन पुगेको थियो र अब आगामी खेलमा नामिबियाको यो विगतको प्रस्तुति देख्दा र नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट पुनरागमन गर्दै अहिले फर्ममा देख्दा नामिबियाको टोलीलाई जुलाई 21 तारिक अर्थात् श्रावण 5 गते एकदमै सजिलै इजी तरिकाले नेपालले हराउन सक्ने मैले एउटा प्रक्षेपण गरेको छु किनभने नेपाली राष्ट्रिय टोलीमा अहिले ईशान पाण्डे जुन लेफ्ट ह्यान्डेड रूपमा तेस्रो नम्बरमा ब्याटिङको लागि आउनेछन् र त्यसैगरी दिपेन्द्र सिंह ऐरी पनि उत्कृष्ट फर्ममा देखिएको छ र ओपनिङको लागि आउने आसिफ शेख र कुशल भोर्तेल पनि ब्याटिङमा एकदमै फर्ममा देखिएको कन्डिसनले गर्दा पनि नेपाली राष्ट्रिय टोलीले टप 4 मा फिनिसिङ गर्नको लागि नामिबिया र नेदरल्यान्ड बीचमा हुने यो खेल
4 खेलमा 4 खेल नै जित्नुपर्ने एकदमै महत्त्वपूर्ण खेल रहेको छ र यो उक्त खेल यो 4वटा महत्त्वपूर्ण खेलमा नेपाली टोलीले 4 खेलमा 4 खेल नै जितेर 8 अङ्कको साथमा नेपाली टोली सुखद समाचार लिएर नेपाल फर्किनेछ भन्दै नेपाली राष्ट्रिय टोलीलाई जितको लागि अग्रिम शुभकामना दिँदै र तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो यदि तपाईँहरू नेपाली क्रिकेट फ्यान हुनुहुन्छ भने नेपाली राष्ट्रिय टोलीले नेदरल्यान्ड र नामिबिया विरुद्धको खेलमा आफ्नो जित दर्ता गर्न सक्छ कि सक्दैन र यदि कति 4वटा खेलमा कतिवटा खेलमा जित निकाल्न सक्छ कृपया कमेन्ट गर्न भने नभुल्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्न नभुल्नुहोला र भिडियो मन परे लाइक पनि गर्न नभुल्नुहोला र यस्तै विभिन्न जानकारीहरू लिएर भिडियोहरू लिएर म अर्को पटक नेदरल्यान्ड्स र नेपाल विरुद्धमा नेपाल र नेदरल्यान्ड कुन टोली बलियो छ भनेर अर्को भिडियो लिएर उपस्थित हुनेछु र क्रिकेट सम्बन्धी विभिन्न जानकारीको लागि च्यानललाई सब्सक्राइब गर्नु भने नभुल्नुहोला। हस्त धन्यवाद। जय नेपाल, जय नेपाली क्रिकेट।